आजदेखि सिक नानी बोल्न मिठो बोली, पर्खिनु पर्छ बोल तिमी आउँछ भनी भोलि। मन सधैँ खुसी रहन्छ बोल्दा मिठो बोली, सबैसँग हाँसखेल गर हृदय खोली खोली। तिम्रो मिठो बोली सुनि झुक्छन् जस्तै मानिस पनि, मिठो बोलीमा शक्ति हुन्छन् आफ्नो भन्छन् पराया पनि। मेरो कविताको शीर्षक छ नारी। कस्तो अनौठो जीवन हो, कस्तो अनौठो नियम हो यो संसारको, किन नारी नै हुनुपर्छ भागीदारी अत्याचारको। सोचेर हेर नारीका पीडाहरू अझै पनि मार्नमा लागिरहेछन् यी मानिसहरू। कल्पना पनि गर्न सक्दिन नारी बिनाको संसार। छक्क पर्छु म सोचेर यिनीहरूको यो शुद्ध आचार। नारी नै नारीहरूको शत्रु छन्, भन्दछन् छोरी होइन मलाई छोरा चाहिन्छ। भन्दछन् छोरी होइन मलाई छोरा चाहिन्छ, गर्वसाथ भन्दछन् यसले रोशन गर्नेछ हाम्रो नाम। तर नारी बिना यो सपना। सिक्किमको सृष्टि, सिक्किमको सृष्टि अपरम्पार होस्, यसमाथि दिदी र बहिनी मर्न खोजोस्, यसमाथि दिदी र बहिनी मर्न खोजोस्। यो दुई मुख्य नदी बढिरहोस्, अमर अमरसम्म यो राज्य रहोस्, अमर अमरसम्म यो राज्य रहोस्। हाम्रो शान्त र सुन्दर सिक्किम राज्य जसको लीला अपरम्पार रहोस्। हाम्रो अनुशासन देखेर विदेशीहरूले सलाम गरोस्, हाम्रो अनुशासन देखेर विदेशीहरूले सलाम गरोस्। पानी सरल माया दुःखको आधार अनि जीवनको जिउने आधार। पानीको परिभाषामा दिन सक्दैन, ल्याउन सक्दैन। पानी छ र जीवन जसरी बगेको छ, पानी छ त अतिथि अनि मानव सभ्यता विकास। आफू त केही सपना बाँकी रहेनन्, अब छ त सपना केवल छोराछोरीको सपना। आफू त केही रहर बाँकी रहेनन्, अब छ त केवल रहर छोराछोरीको रहर। म बुढा भए त के हुन्छ मेरो छोराछोरी जवान हुँदछन्, म कमजोर भए त के भयो मेरो छोराछोरी बलियो हुँदैछ। अस्ति भर्खर हात समाउँदै ताते ताते भन्दै हिँडाएको छोरो आज मृगको रफ्तारमा बाइक कुदाउँदैछ। अस्ति भर्खर हात समाउँदै क ख भन्दै लेखाएकी छोरी आज अरूलाई पढाउँदैछ। रातभर नसुती गरिएको त्यो काम मलाई गर्व छ, आफू नखाइ जोग्याएको त्यो खाना मलाई गर्व छ। जीवनको महत्त्व। हाम्रो जीवन हाम्रो लागि मात्र होइन, यो त सबैको लागि हुनुपर्छ। जीवन यो होइन कि हामी कति लामो बाँचेका छौँ, तर हामीले यसलाई कसरी जिएका छौँ। जीवन अतीत वा भविष्यको बारेमा त होइन, तर जीवन वर्तमानको बारेमा हो। यदि तपाईँ यसको पहिलो सप्ताहमा रमाइलो गर्नुहुन्छ भने अर्को समयमा कष्ट पनि त पाउन सक्नुहुन्छ। तर जीवन भगवानले दिएको एउटा उपहार हो, हामीले यसलाई आफ्नो कर्मले निर्माण गर्नुपर्छ। जीवनको स्वाद मिठो र तितो त हुन्छ, तर त्यसैले आउनुहोस् जसरी यो आउँछ। जीवन भगवानले दिएको एउटा ठुलो उपहार हो, हामीले यसलाई आफ्नो कर्मले निर्माण गर्नुपर्छ। धन्यवाद। मेरो सानो खरायो आज कता हरायो, हिजो सँगै सुत्या थियो को पहिला पुग्ने हो भन्दै हामी थियो। मेरो सानो खरायो आज कता हरायो, कसले देला उसलाई बुबु कसले देला माम, खोजी गर्न लाउने आमा हामी दुवै जाम। मेरो सानो खरायो आज कता हरायो, काटा मुनि लुक्यो कि चोक हुँदै घुम्यो कि, बालु आई चोकेर जङ्गलतिर लग्यो कि, मेरो सानो खरायो आज कता हरायो। मेरो कविताको लेखक हुन् शोभा कान्तिम थेगिम लेप्चा। अनेकतामा एकता, म तिमी जस्तो तिमी म जस्तो, फेरि झगडा किन के कस्तो, आउन साथी मिचुरी बसौँ घाम जिउन जस्तो, नदी पर्वत हिँड्न सक्छ हामी किन के कस्तो, रङ जात र धर्मले के गर्छ संसार थाम्छ कर्मले, आउन साथी सत्कर्म गरौँ कुना कुनामा खुसीको रङ्ग भरौँ, आउन साथी सत्कर्म गरौँ कुना कुनामा खुसीको रङ्ग भरौँ, म तिमी जस्तो तिमी म जस्तो। धन्यवाद। आमाको काख स्वर्ग जस्तो लाग्छ, आमाको काख स्वर्ग जस्तो लाग्छ, दुःख पीडा सबै हराएर जान्छ, दुःख पीडा सबै हराएर जान्छ। थकित मुहारमा पनि मुस्कान हुन्छ,
थकित मुहारमा पनि मुस्कान हुन्छ। त्यो मुस्कानमा अनन्त ज्यान हुन्छ। त्यो मुस्कानमा अनन्त ज्यान हुन्छ। जीवनको पथमा उज्यालो दिन्छन्। जीवनको पथमा उज्यालो दिन्छन्। गल्ती गर्दा नि माया छर्दिन्छन्। आफूले नचाखी नचाखी हाम्रो पेट भरिदिन्छन्। आफूले नचाखी नचाखी हाम्रो पेट भरिदिन्छन्। संसारमा सबभन्दा प्यारो नाम, संसारमा सबभन्दा प्यारो नाम म ठिक छु किनकि साथमा छ मेरो आमा। म ठिक छु किनकि साथमा छ मेरो आमा। तिमी नै हो मन्दिर, तिमी नै भगवान, तिमी नै हो मन्दिर, तिमी नै भगवान, तिमी नै हो मेरो संसारको पहिचान, तिमी नै हो मेरो संसारको पहिचान। तिमी बिना खल्लो लाग्छ दिन, तिमी बिना खल्लो लाग्छ दिन, तिमी छौ भने बन्छ जीवनको चिन्ह, तिमी छौ भने बन्छ जीवनको चिन्ह। आमाको काम स्वर्ग जस्तो लाग्छ, दुःख पीडा सबै हराएर जान्छ। धन्यवाद। शब्दहरू सिउरिने कक्षाका भित्ताहरूमा, शब्दहरू सिउरिने कक्षाका भित्ताहरूमा, ज्ञानको दीप बाल्ने त्यो पवित्र अनुहारहरूमा, ज्ञानको दीप बाल्ने त्यो पवित्र अनुहारहरूमा। तिमी नै हो, तिमीले लेखेको प्रत्येक अक्षर, तिमीले लेखेको प्रत्येक अक्षर हाम्रो भविष्यको मार्गदर्शक रहर, हाम्रो भविष्यको मार्गदर्शक रहर। शिशिरको चिसो बिहानी होस् या वर्षको दिन, शिशिरको चिसो बिहानी होस् या वर्षको दिन, काखमा पुस्तक हृदयमा शिक्षा सधैँ शान्ति रविन्, काखमा पुस्तक हृदयमा शिक्षा सधैँ शान्ति रविन्। तिमी नै हो त्यो छाया जसले घाम ढाक्छ, तिमी नै हो त्यो छाया जसले घाम ढाक्छ, हाम्रो अज्ञानताको अँध्यारो पन्छाएर उज्यालो ल्याउँछ, हाम्रो अज्ञानताको अँध्यारो पन्छाएर उज्यालो ल्याउँछ। को कवि हुनुहुन्छ महानन्द सापकोटा। त्यागले असल अर्थ बुझाऊ, सत्यबाट यो मन कहिले नडराऊ, स्वार्थदेखि दिनरात डराऊ, सृष्टि सुन्दर पवित्र बनाऊ। दुष्ट भाव मनका परसारी, सृष्टि भाव मनभित्र प्रधारी, मनभित्र पधारी, मृत्युकण्डसित गीत सुनाऊ, सृष्टि सुन्दर पवित्र बनाऊ। होइन धेरै दिनको साथ छ केवल 2 दिनको, साथ छ मेरो यस जीवनमा सामल सारा 2 दिनको। सुख त लामो किञ्चित छैन हाँसो पनि यो 2 दिनको, सुख त लामो किञ्चित छैन हाँसो पनि यो 2 दिनको। दुःख नै दुःखको छैन गुनासो आँसु पनि यो 2 दिनको, दुःख नै दुःखको छैन गुनासो आँसु पनि यो 2 दिनको। 2 दिनको यो यात्रा मेरो परिचय केवल 2 दिनको, 2 दिनको यो यात्रा मेरो परिचय केवल 2 दिनको। जगको माया ममता बन्धन प्रणय केवल 2 दिनको, जगको माया ममता बन्धन प्रणय केवल 2 दिनको। धन्यवाद। यस कविताको कवित्री हुनुहुन्छ ब्लू हाउस क्याप्टेन प्रियङ्का सुब्बा। मेरी आमा भोको नाङ्गो अवस्थादेखि मेरो सफलताको सिँढीसम्म, मेरो कुकर्मको दागहरूदेखि मेरो सुकर्मको रेखासम्म एउटा ज्योतिमय दीप बनी हर क्षण मलाई, हर पल मलाई न्यानो गरी तिम्रो कोखभित्र राख्यो आमा। तिमी रोएको आँसु तिमी भित्र लुकाई मलाई हाँस्न सिकायो, तिमी रोएको आँसु तिमी भित्र लुकाई मलाई हाँस्न सिकायो। मलाई थाहा छ तिम्रो नीति क ख ग घ कालो अक्षर बराबर, तरै पनि तिमीले 10 नङ्ग्रा मात्र खियाइनौ, आफ्नो जिन्दगी नै खियाएर मलाई खिया लाग्न दिएनौ। आमा तिमी लौरी गाउन जान्दैन थियो, मलाई थाहा छ तिमीले थै थै गर्ने फुर्सदसम्म सपना देख्छु म मनभित्र उज्यालो एउटा संसारको, जहाँ नहोस् दुःख र आँसु नहोस् पीडा व्यापारको। सपना देख्छु म सुन्दर देश शिक्षा र ज्ञानले भरिएका, जहाँ हरेक बाल बालिका होस र अवसरले बढेको। सपना देख्छु म मनभित्र, सपना देख्छु म मनभित्र उज्यालो एउटा संसारको, सपना देख्छु म मनभित्र उज्यालो एउटा संसारको, जहाँ नहोस् दुःख र आँसु नहोस् पीडा व्यापारको। सपना देख्छु म सुन्दर देश शिक्षा र ज्ञानले भरिएको, सपना देख्छु म सुन्दर देश शिक्षा र ज्ञानले भरिएको, जहाँ हरेक बाल बालिका अवसरले होसले बढेको। सपना हो मेरो आकाश छुने, सपना हो मेरो आकाश छुने, मेहनतको पाखा चढेर सच्चा इमान्दारीको साथ सफलताको बुट्टा गरेर। डाक्टर बन्ने पहिले सोध्छु, बिरामीको सेवा गर्ने,
डाक्टर बहिनी कहिले सोध्छु बिरामीको सेवा गर्ने। हुँदै पनि मैले एउटा अवसर पाउनुमा म आफै भाग्यशाली छु। कविता एउटा यस्तो रचना हो जसले मानिसलाई साहित्यको रुचि देखाउने काम गर्छ। सर्वप्रथम म एउटा कुरा भन्न चाहन्छु के भने विज्ञानको विद्यार्थी विज्ञान जस्तो विषयलाई यति साह्रो व्यस्तता हुँदै पनि त्यो व्यस्ततालाई पनि छेउमा राखेर अथवा त्यसलाई सामना गर्दै साहित्यप्रतिको अभिरुचिलाई अघि बढाउँदै हाम्रो नानी प्रियङ्का सुब्बाले आज मात्रै होइन कविताले ख्याति कमाउन सफल भएकी अहिलेभन्दा 1.5 महिना अगाडि मात्रै हाम्रो एसटिएनएम हस्पिटलले एचआइभी एड्स अथवा एड्स कन्ट्रोल सोसाइटीले राज्य स्तरीय कविता पाठ प्रतियोगिता अथवा स्वरचित कविता पाठ प्रतियोगिताको प्रतियोगिता राखेको थियो। त्यसमा पनि स्टेट लेभल च्याम्पियनको ट्रफी अरूतिर जान पाएन। त्यसमा पनि म हाम्रो नानीहरूलाई सृजना सुब्बाप्रति ठुलो हौसला बढाइदिन अनुरोध गर्न चाहन्छु र नानीलाई फेरि पनि म धन्यवाद दिन चाहन्छु। कविता, कथा, नाटक, निबन्ध, खेलकुद आदि सबै अनिवार्य र अपरिहार्य हुन् र यही अपरिहार्य क्रियाकलापमध्ये हाम्रो यो अन्तर्सदन प्रतियोगितामा धेरै प्रतियोगिताहरू गर्ने गर्छौँ। त्यसमा एउटा प्रतियोगिता भने कविता वाचन पर्न गयो। हुन त स्वरचित कविता सबैले गर्न सक्दैनन्। अरूले लेखेको कवितालाई पनि पठन पाठन गर्नुपर्नु अथवा स्टेजमा निस्किनु नै सबभन्दा ठुलो कुरा छ र जसले पनि सहभागिता लिनुभयो उहाँहरू सबैलाई हामी सम्पूर्ण पाठशाला परिवारको तर्फबाट धेरै बधाई अनि धन्यवाद दिन चाहन्छु। अङ्क प्राप्त गरेको छ 200 मा यल्लो हाउसलाई धेरै शुभकामना दिन चाहन्छु। त्यसै गरी थर्ड पोजिसन 161 200 मा ग्रीन हाउसले ल्याउन सफल भएको छ। ग्रीन हाउसलाई पनि धेरै बधाई अनि शुभकामना। त्यसै गरी दोस्रो स्थान ओगट्ने 167 अङ्क 167 ल्याएर सेकेन्ड पोजिसन प्राप्त गर्न सकेको छ रेड हाउस भने सृजना हो। 2टा कविताको सृजना आफै गरेको छ। त्यसले मात्र होइन गुणको हिसाबले पनि 200 मा 180 अङ्क ल्याउन सफल भएको ब्लू हाउस फर्स्ट स्थानमा पुग्न पुगेकोमा म धेरै बधाई अथवा बिग कङ्ग्रेचुलेसन दिन चाहन्छु।